हेलो सबैलाई नमस्कार। न्यू ब्लग भिडियोमा स्वागत छ तपाईहरुलाई हैन। आजको ब्लगिङ न्यू वेडनेसडे को आज चाहिँ कुकिङको तर्फ लाग्ने हैन। आज हिजोदेखि नै ड्युटी चाहिँ स्टार्ट भयो, तर आजदेखि चाहिँ फेरि सुरु गरेको मैले नयाँ ब्लगिङ चाहिँ सुरु गर्न लागेको। मिनी ब्लग स्टार्ट गर्न लागेको। मिनी मिक्स ब्लग हो मेरो। अहिले चाहिँ अब साथी चाहिँ अलि बाहिर गएको छ, त्यस पछाडि म एकछिन पछाडि हैन कुक गर्ने प्लानिङ छ मेरो। मौसम चाहिँ अहिले यहाँको आजको मौसम चाहिँ वेडनेसडेको हल्का पानी परेको सिमसिम बेलुका 6:30 बजिसक्यो यहाँ साउदी अरबको टाइममा हैन। तपाईहरुलाई यो मिनी ब्लग कस्तो लाग्छ तपाईहरुले लाइक शेयर कमेन्ट गर्नु होला। मौसम त पानी परेको छ तर झिमझिम छैन, बिस्तारै बढिरहेछ। अचानक पड्नको कोसिसमा जारी रहेछ। पानी चाहिँ परेन हैन। 6:30 बजेतिरको हेर्नु मौसम पानी हल्का परेछ, त्यस्तो खासै देखिरहेको छैन अहिले। अहिले एकछिन पछाडि तपाईहरुले हेर्न सक्नुहुन्छ पानी कतिको जोरले हुन्छ हैन। पर्दैछ मौसम हेर्नु न बाहिर कस्तो धुलो 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 पनि उड्दैछ। त्यो धुलोको पानी पर्दैछ, त्यही भएर धुलो अहिले सब चाम्पुन्छ एकछिनमा। किनभने हिजो अस्ति हाम्रो छुट्टी 3-4 दिन थियो नि त। 3-4 दिन छुट्टी भएर रिल्याक्स पनि गर्यो, सबैतिर घुम्न गयो। बथा त 2 चोटि गइयो, एकचोटि अलवफा मार्केट पनि गइयो हैन। साथीहरुतिर पनि घुम्न गयो, साथीको रुममा पनि बस्यो, खायो, घुम्यो फिर्यो। हामी 3-4 दिन चाहिँ 3 दिन चाहिँ रिल्याक्स गर्यो। हिजो चाहिँ आधी बेला मात्र हैन, आधी बेला चाहिँ छुट्टी थियो। त्यस पछाडि 4 बजेदेखि ड्युटी स्टार्ट भएको, हिजो बेलुकाको 4 बजेदेखि। अहिले म एकछिन पछाडि कुकिङको तर्फ लाग्नेछु कि। काम खास अहिले अलि डाउन किन भयो भने जे अस्ति रमजानको महिना थियो नि त, 1 महिना। त्यो रमजानले गर्दाखेरि एकदम काम स्पिडमा चलिरहेको थियो। अहिले फेरि अब सक्यो रमजान, अब ईद सक्यो, अब बकरिदको जुन अहिले अब आउनेवाला छ त्यसको लागि अहिले 2-4-10 दिन पछाडि हैन फेरि चाहिँ हाम्रो सोरुममा धमाधम काम स्टार्ट हुन्छ। अहिले चाहिँ काम चाहिँ अलि थपै छ। हावाहुरी चलेर पनि हाम्रो सोरुमको धुलो उडेर पनि छैन अहिले काम खासै। धुलो उडेपछि कसरी कामै गर्न भएन। धुलो उडेपछि पानी हाने फेरि धुलो आइहाल्छ हैन। त्यही भएर स्टपेज छ अहिले काम पनि। ठ्याक्क 2-4 दिन मौसममा कस्तो बदली चेन्ज भइरहेको छ। हिजो अस्ति रमजानको छुट्टीसम्म त ठिकै थियो, अस्ति पानी पर्यो। सोमबारको दिन बेलुका चाहिँ पानी परेको थियो। बथातिर हुँदाखेरि त्यतिखेर ठ्याक्क पानी परेको थियो हैन। नेक्स्टमा छिरेर सामान अलि लिएर बाहिर निस्केको हेर्छु पुरै पानी रहेछ। हाम्रो साथीले भन्छ कता हो आजभोलि त खोइ व्यस्त रहेछ, फोनै गर्दैन के हो। 6 साथी छ कि हाम्रो यो दवा दोकानमा काम गर्छ, त्यसले गर्दा आजभोलि फोनै गरेको छैन। फोन नगर्ने वजह के छ भने अब 3-4 दिन चाहिँ यता घुम्न गयो। रमजान जस्तो हाम्रो छुट्टी सक्यो नि त, छुट्टी भयो नि त। स्टार्टिङ हुने बित्तिकै त हामी त घुम्नतिर लागिहाल्यो। जुन दिन बेलुका छुट्टी भयो त्यही दिन बेलुका हामी घुम्न हिँडिहाल्यो। अब जस्तो बेलुका अस्ति रमजानको लास्ट हाम्रो ड्युटीमा छुट्टी भनेको 4 बजेतिरदेखि छुट्टी भयो। बेलुका यसो खाना पाउँछ नि त, खानासाना लिनु गयो, लिएर आयो। त्यस पछाडि त खाना खाएर एकछिन पछाडि त साथीले भन्छ जाउँ अलवफा मार्केटमा हैन सामान किन्नलाई। ठ्याक्क त्यहाँ गएर हामीले एउटा जुत्ता किन्यो हैन, एउटा 2टा खेलौना किन्यो बच्चाहरूको लागि हैन। अब यसो हो कि अहिले चाहिँ अलि सामान किनेर राख्यो भने भरे घर जाँदाखेरि ठिक्क हुन्छ क्या। भरे 1 वर्ष पछाडि, भरे भन्नाले पनि 1 वर्ष पछाडि तपाईँलाई पैसा नभयो भने के गर्नु त्यतिखेर कि। त्यही भएर हामीले
ठ्याक्क अलिअलि सामान किन्दाखेरि सजिलो हुन्छ कि आफूलाई। घर जाँदाखेरि 200-500को सामान किन्यो भने होइन, तपाईँहरूले 200-500को सामान किन्ने बित्तिकै आरामले घर जान पाउँछ नि त। भरे घर जाँदाखेरि त्यतिखेर पैसै हुँदैन। पैसा नभएपछि मान्छेलाई के हुन्छ कि पैसै नभएपछि तपाईँहरूले कसरी सामान किन्ने त। अब घरको अर्डर हुन्छ पहिले 4-5 किलो चक्लेट रे, खेलौना रे, यता जुत्ता रे, चप्पल रे, कपडा अलिअलि लुगा रे, अनि त्यस पछाडि खजुर रे, होइन, काजु रे, किसमिस रे, यो रे, फल्ना रे। त्यस पछाडि पैसा नभएको बेलामा के गर्ने तपाईँ? गर्ने के हो? के गर्न सकिँदैन। घर जाँदा 500-600को मात्रै किनिन्छ। धेरै किन्दा त भएन नि त, यहीँ पैसा डुबिहाल्छ नि। भक्कु पैसा 2-3 हजार एकैचोटि सिधायो भने घर जाँदाखेरि 2-3 हजार पैसा त 80-90 हजार हुन्छ नि त। 80-90 हजार यहीँ सिधाइदियो भने घरमा गएर भोकै बस्नु र? हरेक थोक सोचेर हिँड्नुपर्छ कि। त्यही भएर अहिले चाहिँ हल्का हल्का 100 रुपियाँको 100 रुपियाँको तपाईँहरूले सामान किन्नुभयो भने घर जाँदाखेरि विदेशमा बस्नेहरूको लागि होइन, अलिअलि किन्यो भने सजिलो हुँदो रहेछ कि। तपाईँहरूलाई हाम्रो यो यस्तो ब्लगिङमा जुन हाम्रो सोरुमको मात्र आउँछ कि तपाईँहरूलाई अर्को आउँदैन कि हाम्रो। हामीले ब्लगिङ भनेको सोरुमको भित्र मात्र हुन्छ, बाहिरको हुँदैन होइन। तपाईँहरूले भिडियो हेर्नुहुन्छ, खोइ मैले ब्लगिङ छोडेको यो अस्तिको महिना त ठिक्कै हालिने एउटा पनि भिडियो होइन। आजदेखि फेरि मैले स्टार्ट गरेको, आजदेखि स्टार्ट गरिदिएको। बिस्तारै अब मैले चाहिँ यसरी नै भिडियो गरेर हल्का फुल्का हाल्दैछु। अब फेसबुकमा के सिस्टम छ भने 5-6 मिनटको पनि हाल्दा धेरै चल्छ, तर जुन सानो भिडियो छ मान्छेले धेरै हेर्छ, तर ठुलो भिडियो चाहिँ मान्छेले थोरै हेर्छ कि। अब 5-6 मिनटको भिडियोमा सबभन्दा इन्क्रिज हुने चान्स हुन्छ कि। हुन चाहिँ मैले फेसबुकमा पनि अनि युट्युबमा पनि इन्क्रिज दुइटैमा गर्छु कि। अब यो 5-6 मिनटको भिडियो भयो भने